नमस्कार, गुड आफ्टरनुन। आज म आर्ट्स भण्डारी क्लास 9बाट हजुरहरूको अगाडि यो a + b होल स्क्वायर होल क्युब हाम्रो म्याथको प्रोजेक्टलाई प्र्याक्टिकली डेमोन्स्ट्रेट गर्न गइरहेको छु। यसमा मैले एलाई चाहिँ 9.5 अनि बीलाई चाहिँ 5.5 सेन्टिमिटरको रूपमा लिएको छु। यो हाम्रो ए क्युबको हो, 9.5 बाई 9.5 बाई 9.5। यो बी क्युब 5.5 को क्युब हो, आप बुझ्न सक्नुहुन्छ। अनि यो हाम्रो सारको a स्क्वायर प्लस b, a स्क्वायर यो 9.5 बाई 9.5 भएर यो स्क्वायर, अनि हाइट यसको 5.5 भएर यो a स्क्वायर b भयो। अनि यो अर्को चाहिँ हाम्रो छ a स्क्वायर ab होल स्क्वायर ab स्क्वायर, जुन हुन्छ हाम्रो a को लेन्थ भएर अनि b 5.5 सेन्टिमिटरको ब्रेथ र हाइट भएको भएर यो हाम्रो ab स्क्वायर भयो। अब सुरुमा हामीले यो लेन्थको यसको a + b लेन्थ छ यो प्रुभ गर्नुमा। a + b लेन्थको लागि यो हाम्रो a क्युबको मैले यो लिएको छु, अनि अर्को हाम्रो a स्क्वायर प्लस b यता लिएको छु। हजुर देख्न सक्नुहुन्छ यो a प्लस यो b हाम्रो लेन्थ भयो। अब ब्रेसको लागि पनि मैले यतैतिर यो आरको लेन्थ a + b लिएको छु, अनि यो आरको हाम्रो ab स्क्वायरलाई यता लिएर यसको हाम्रो यो a + b गरेको छु। अब माथितिर चाहिँ हाम्रो यता मैले फेरि a स्क्वायर प्लस b यता राखेर माथि राखेर a + b गरेको देखाएको छु। अनि त्यस्तै गरी यो साइडहरूमा पनि a + b अनि यता पनि a + b, अनि फाइनली हाम्रो यो b क्युब राखेर यसलाई a + b बाई a + b बाई a + b क्युब गर्न सकेको छु। यसरी a + b होल क्युबलाई चाहिँ प्र्याक्टिकली हामीले हेर्न सक्छौँ। धन्यवाद।